वेलकम ब्याक टु माई च्यानल। नमस्ते सबैजनालाई, म सोनम लामा। मेरो नयाँ च्यानलमा हजुरलाई स्वागत छ र लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनुहोस् र सेयर पनि गरिदिनु होला। र म आज तपाईँहरूलाई के देखाउन चाहन्छु भने चाहिँ म अहिले जनकपुरमा आएको छु र जनकपुरको यो मिथिला 5 स्टार होटल छ त्यहाँ आएको छु र आज हजुरलाई म जानकी मन्दिर देखाउने छु र हेर्दै जानुहोस् कस्तो हुन्छ। हेर्दा हेर्दैमा हाम्रो मिथिला होटल हो। म आज यता आइरहेको छु र यता आएर आज दिन म यतै बस्छु, भोलि इटली लाग्छु। गर्मी छ हजुर, यता लास्टै गर्मी रहेछ काठमाडौँमा। कसैलाई के भयो भने सपोर्ट गरिदिनुहोस्। लगाइस बल्ल बल्ल एउटा रुम मिल्यो, तर यहाँ लास्टै 4+ महँगो रहेछ। रुमहरू पनि पाउन गाह्रो यो जनकपुरमा। घाम त्यस्तै, गर्मी त्यस्तै, गाह्रो रहेछ हौ गाइस। अनि म त्यहाँ के भने चाहिँ लास्टै 4 बनाउने दिन लाग्दो हावाहरू पनि पर्दैछ। माथि त्यस्तै फ्लोर हुन्छ। बल्ल बल्ल 1500 एउटा रुम पाइयो। सबभन्दा सस्तो 1500, त्यो पनि कवाड रुम। काठमाडौँमा 1500 वाल रुम पाइन्छ त्यहाँ। के भएको गाइस, म जानकी मन्दिर जाँदैछु र त्यहाँ तपाईँलाई म देखाउँछु के कस्तो छ भनेर। त्यति जानकी मन्दिर हेर्नु होला। जनकपुरसम्म आइसकेपछि पनि जानकी मन्दिर बस्नु पऱ्यो, घुम्नु पऱ्यो। आजलाई त्यस्तै भयो। अब नेक्स्ट टाइमदेखि झन् राम्रो भिड बनाउँछु। तर जनकपुरमा मलाई एउटा कुरा चाहिँ के मन पर्ने भन्दाखेरि 4+ महँगो र खाना जहाँ पाए त्यही खाना पनि नसकिने 4ले गर्दा गराउने। हेर्नु न यो ताल छेउमा कति 4 छ। म अहिले ठ्याक्कै जलेश्वर नाथ मन्दिरमा गएको थिएँ, त्यहाँबाट अब यता आएको छु। यो त मलाई जलेश्वर बजार चाहिँ ठ्याक्कै मलाई कस्तो लागेको छ, इन्डिया बजार जस्तो लाग्यो। यहाँको मान्छेहरू देखेर तपाईँको यहाँको भिडहरू हेर्नु न, ठ्याक्कै हो त्यही इन्डियाको बिहारको जस्तो लाग्यो मलाई। तपाईँहरूलाई कस्तो लाग्छ गाइस। यो हाम्रो जानकी मन्दिर पऱ्यो। म बिहान जानकी मन्दिर घुम्न आइयो। गुड मर्निङ। आजको दिन यो सेकेन्ड डे हो। हामी यता धनुषा धाम आएका छौँ। यो पछाडिको हाम्रो धनुषा धाम हो र यहाँ सीताको लागि धनुष प्रतियोगिता हुँदा रामजी आएर धनुष उठाएर सीता मातालाई बिहे गर्नुभएको ठाउँ यही हो। धनुष प्रतिवर्ष भएको ठाउँ पनि यही हो, धनुषा धाम भयो। त्यही भएर यसको नाम धनुषा धाम राखिएको छ। म चाहिँ भित्र खास जाँदिनँ, मलाई चित्त नि बुझ्दैन। अनि तपाईँहरूलाई हाम्रो भ्लग कस्तो के लागिरहेको प्रतिक्रिया दिइराख्नु होला। बाटो हेर्नु कस्तो छ। यस्तो ठाउँमा आएर सीता मातालाई बिहा गरेर लिएर जानुभएको। यो हेर्नुहोस् धनुषा धाम। मान्छेहरू धेरै घुमिरहेको हुन्छ। बाबा यहाँ मान्छेहरू आइरहेका हुन्छन् यो भ्रमण गर्नको लागि है। गुड मर्निङ एभ्रिबडी गाइस। साथीहरू सबैजनालाई स्वागत छ। म आज जाँदैछु फेरि। आज यो तेस्रो दिन र हाम्रो काठमाडौँ बाहिर निस्केको। आज म कहाँ जाँदैछु भन्छु, श्री अन्तु ठाउँ इलाम भन्ने ठाउँमा जाँदैछु। अहिले हामी इटली छौँ। इटलीको हाम्रो यो सोल्टी होटलको यो ब्रान्च हो र आज यहाँबाट निस्क्यौँ। आज हिजो आएको थियौँ, आज एक दिन बस्यौँ। अब निस्किन्छौँ भोलि। आज भोलि भइगयो। अनि त्यसपछि आज यहाँबाट हिँड्छौँ श्री अन्तु ठाउँ इलाम। यहाँदेखि लगभग तपाईँको 130 किलोमिटर अगाडि रहेछ। त्यहाँ सफा गरेर तपाईँले इलामको चियाबारी देखाउँदैछ। आज यो उमोडा एकुम भन्ने होटलमा छौँ म, हामी इलाममा। यो हाम्रो अहिले हामी उता जान्छौँ, यो श्री अन्तु भन्ने जान्छौँ। यो हाम्रो उता जाने रोड हो, यो
इलाम हुँदै इलाम बजार जानु रोड हो यो। अहिले इलाम बजार गएको छैन, त्यहाँदेखिसम्म 10 किलोमिटर छ। रह्यो अब आजको ब्लग यस्तै र तपाईँहरूले के कस्तो हुन्छ म सबैले तपाईँलाई बाटोमा देखाउँछु। ल्याउनुहोस्। होटल ठिक छ तर पैसा पनि महँगो रहेछ। योचोटि चाहिँ मलाई एकुम भन्ने होटल रहेछ नामै, दर्पण प्लेस भन्ने अगाडि रहेछ यो दर्पण प्लेस। यो होटल पनि ठिक छ। यो भित्रको चाहिँ फेसिलिटी राम्रो छ। यो इलामको श्री आन्तु भन्ने ठाउँ हो। यहाँदेखि मान्छेले भन्छन् बिहान बिहान सनसेट हेर्नको लागि आउँछन् मान्छेहरू यो ठाउँमा। हेर्नुहोस् मान्छेले आगो बाल्दा प्लास्टिक। हेलो गाइस, म अहिले चाहिँ ठ्याक्कै श्री आन्तुको यो पोखरीमा छु। यो यहाँको फेमस हो, सबैजना आउँछन्। यो पछाडिको होमस्टेहरू धेरै छन् र अहिले हाम्रो यो पार्कमा हिँड्दैछौँ। एकैछिन भयो हेर्नुभयो तपाईँले कस्तो छ भनेर यहाँको र के कस्तो हुन्छ मलाई अपडेट दिँदै गर्नु होला। प्रतिक्रिया दिनु। तपाईँहरूलाई यस्तै राम्रो राम्रो भ्यू चाहिँ म हालेर तपाईँहरूलाई उसमा देखाउने छु युट्युबमा। र हाम्रो भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। यो हाम्रो चाहिँ 500 भ्लग हुन्छ है त। 5 भ्लगमा मैले सानो क्लिपहरू हालेर जोडेर बनाएको जनकपुर पहिला, त्यसपछि इटरीको, त्यसपछि हाम्रो यो इलाम आगन्तु श्री आन्तु भन्ने ठाउँ हो। ल यस बाटो राम्रो रहेछ, त्यस्तो राम्रो छैन। यहाँबाट बाबा होमस्टेहरू हेर्नु दामी दामी बनाएको चाहिँ। नसानै मार्दो रहेछन्। मान्छेहरू हिँडिरहन्, बुढाबुढी वाक गर्छन्। यहाँ गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर आउँदा रमाइलो हुँदो रहेछ उसको भन्दा पनि। ल हेर्नुहोस् फलाम राखेर त्यसमा कति राम्रो बनाइरहेको छ। यो हाम्रो एसवाई प्यानलबाट बनेको घर, बन्दै गरेको, बनेर पुरा भएको छैन। हेर्नुहोस् यो सबै एसवाई प्यानलद्वारा बनेको घरहरू। यस बाटो राम्रो रहेछ, त्यस्तो राम्रो छैन। यहाँबाट बाबा होमस्टेहरू हेर्नु दामी दामी बनाएको चाहिँ। नसानै मार्दो रहेछन्। मान्छेहरू हिँडिरहन्, बुढाबुढी वाक गर्छन्। यहाँ गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर आउँदा रमाइलो हुँदो रहेछ उसको भन्दा पनि। ल हेर्नुहोस् फलाम राखेर त्यसमा कति राम्रो बनाइरहेको छ। गुड मर्निङ गाइस, सबैजना नमस्ते, शुभ बिहानी। म आज इलामको दोस्रो दिन यो हाम्रो। आज हामी फर्किन्छौँ उता विराटनगरसम्म। हाम्रो आज इलामको दोस्रो दिन हो गाइस। इलाम बजारमा चाहिँ चिसै रहेछ, काठमाडौँ भन्दा नि चिसो रहेछ। यहाँ चाहिँ गर्मी महिना पनि चिसो हुनु भनेको त खतरनाक हो नि त। शीत पर्दो रहेछ अरूभन्दा। गाडीहरूमा शीत छ हेर्नु, शीत परिरहेको छ।
यो टाइममा अरू ठाउँमा इटरी जनकपुर विराटनगरतिर गर्मी छ भने यो ठाउँमा चिसो छ खुसी लागिरहेको थियो बिहान बिहान गेस्टी गरेर मस्त भयो फेट आज विराटनगरको बाटोमा हिँड्दैछु थाहा छैन कहाँ जाने होला गाइस अहिलेसम्म के पनि पसलै खुलेको छैन आज हामी जान्छौँ विराटनगर भोलि काठमाडौँ अनि हेटौडा पर्सि काठमाडौँ ल अगाडि प्रेस गर्नुपर्छ दामी चटक्क ल बोल्नु पऱ्यो हेर्नुहोस् गाइस यसमा कुनै पनि बाटो देखेको छैन हेलो साथी नमस्कार वेलकम टु माई युट्युब च्यानल भनेर भन्नु न के बाटो यस्तो छ हेर्नुहोस् हाम्रो यो कन्यामको हुसु लगाएर बाटै नदेखिने है त्यो बाटो देखिए त बोल्नु नि हुन्न काम जाने यो बाटो छ ल गाइस हामी बेतामोडको झापाको बाटोमा छौँ अहिले म गाडी पार्किङ गर्दैछु मिलाउँदैछु हेर्नुहोस् बेतामोडको झापाको बाटो है रहेछ ल गाइस सबैजनालाई स्वागत छ आजको यो फेरि मेरो तेस्रो दिन हो यो अहिले हामी ठ्याक्कै बिर्तामोडको यो भाटपेटी अगाडि छौँ पछाडि हेर्नु बिर्तामोड पनि ठुलो रहेछ यो पार्किङ भयो अहिले एकछिन म भित्र जान्छु म अहिले बाहिर छु गाइस आज यस्तै छ जिन्दगी खराब छ जिन्दगी गाइस आज हाम्रो चौथो दिन र हामी आज सिन्धुली उदय हेटौडासम्म जाँदैछौँ अहिले हामी मरुन खोलाको छेउमा छौँ अहिले खाना खानु रोकेको मरुन खोलाको भ्यू चाहिँ हुन्छ तपाईँले देखाइदिन्छु म